आज चाहिँ बेङ्गलोरमा पनि पानी भुसुना पानी आउँदैछ हो। राति पानी परेर जाडो भयो। मौसम दामी छ आज बेङ्गलोरको। यो चाहिँ गाउँ हो गाइस हैन, म चाहिँ गाउँमा छु। मेरो चाहिँ ड्युटी छुट्टी भइसकेको छ, जाँदैछु रुम। डेली भिडियो आउँछ गाइस, सपोर्ट गर्नु होला। आज चाहिँ मोमो खाने मजाको मौसम भइरहेछ। अब गएर यहाँ किमा सोध्नुपर्छ, चिकन किमा। हजुर गाइस, म चाहिँ चिकन किमा लिनु गएको हो मोमो खानु लागि हैन। रुमबाट भर्खर निक्लेको हो। चिकन मोमो खाने आज मौसम पनि त्यस्तै मजाको छ, ठन्डा छ हैन। हड्डीको सुप खाने अनि मोमो चाहिँ चिकन खाने हैन। अचार टमाटर धनिया खोर्सानीको बनाउने। ओ आका, ए आका रे क्या तम्मा। आक्का भनेको चाहिँ दिदी हो, बहिनी हैन, बहिनी। अनि तमा भनेको चाहिँ भाइ हो, अना भनेको चाहिँ दाजु हो हैन। म चाहिँ जाँदैछु अब। यहाँ चाहिँ हाम्रो रुमको दाजु, मालिकको दाजु। यहाँ चाहिँ हाम्रो रुम। यो चाहिँ ब्याक क्यामेराको सिन हो। घर पनि दामी दामी छ नि यहाँनिर। यहाँ चाहिँ मेरो फेभरेट अङ्कलको दोकान। यस्तो छ मौसम बेङ्गलोरको आजको। पानी परेको छ बिहानै हो, अन्त अघि पनि पर्दै थियो पानी हैन। अलिक मजाको भइरहेको छ मौसम, मजाको जोड। यो चाहिँ यहाँदेखि चाहिँ बजार स्टार्ट हुन्छ हैन। बजार मतलब अब यहाँ हल्का भतुरको चाहिँ सानोबडे बजार मतलब दोकानदारी हो। अनि आज चाहिँ सन्डे हैन, सन्डे चाहिँ यहाँ भतुरमा चाहिँ ठुलो बजार लाग्छ क्या। त्यहाँ चाहिँ पाउँछ 100 रुपियाँको 5 किलो 4 किलो प्याज आलुहरू पाउँछ। तर अहिले त टमाटरको दाम त महँगो छ। दामी छ। यहाँ चाहिँ के लेखेको छ हो त्यो चाहिँ थाहा छैन हामीलाई हैन। आई लभ मात्रै थाहा छ। ल चिकन दोकान पनि आइपुग्यो हेर गाइस। चिकन दोकान पनि आइपुग्यो। भैया कीमा हो जाएगा नहीं हो जाएगा ना? कीमा सीना को दीजिए ना। ए मासु, यो मासु चाहिँ यस्तो दामी हुन्छ नि गाइस हैन। सिटी लगाउनु छ कि आमा खसीको मासु फेल। यो मासु चाहिँ खसीको मासु फेल। सेम अब लोकल कुखुरा जस्तै क्या, पोल्ट्री नै हो तर छिपेको बोका हो यो। यसलाई चाहिँ मैले मासु काट्दै गर्नु भनेको छु हो। म चाहिँ अब एकछिन वहाँनिर अब बिरयानी लिनु गएको। म चाहिँ कान्छी र नानाले खाने अरे कि म त अब हुँदैन खानु हो। ठुलो भाडाको खाना खानु हुँदैन, मैले बिरयानी सिरयानी खानै हुँदैन। यहाँ दबाई दोकान, हाम्रो दबाई दोकान, यहाँ दबाई दोकान हो हाम्रो होइन। बिमारी सिमारी भएन हामी दबाई यहीँबाट लान्छ हो। आज चाहिँ खुला गरेको त भ्लग, किनकि अरू बेला चाहिँ मलाई चाहिँ अब अलिकति लास राख्थ्यो होइन, अप्ठ्यारो लाग्थ्यो होइन। आज चाहिँ त्यसो होस् भनेर बुडाङ बुडाङ हानिदिएको। हाम्रो आएका यहाँ बुढासँग बात गर्दैछ हो। ल गाइस फाइनली म यहाँ बिरयानी लिनु आएको होइन, खानाको दोकानमा। प्याक गर्छ, अझ यहाँ बसिरहेको छु। खाना जाँदैछ पार्सल। कहाँनिर अब ठुल्ठुलो अफिसतिर हुन्छ नि, मतलब गोदामतिर, त्यहाँ खाना अर्डर गरेको छ कि त्यही लिएर जाँदैछ। गाइस आज चाहिँ हामी यहाँ साउथ इन्डियन चिकन बिरयानी हो। चिकन तर हेर कति भन्छ, 3-4टा हो। मान्छे निकालिदियो। यो चिकन बिरयानी चाहिँ फेरि डल्ले सिक्किमको डल्ले खोर्सानी विशाल भाइले दिएको थियो, 1 डब्बा सक्यो। सबै कसले यस्तो गर्न यता